मेरो स्याङ्जामा घर छ मलाई के डर छ भने जस्तो के कति झापाली बराबर एउटा स्याङ्जाली भन्छ स्याङ्जाली भन्ने कुरा छ स्याङ्जामा घर छ त्यो कुरालाई जस्टिफाई गर्नुस् त एकचोटी अब फेरि झापाका मान्छेहरुसित जोड झापाली र स्याङ्जालीको त कति धेरै किस्सा गीतै बनिसक्यो हैन सो त्यो बडो इन्ट्रेस्टिङ लाग्यो अनि अहिले के छ दुईजना भेट भयो नचिनेको मसित नि त्यस्तो कति पर्छ के हेलो मेरो नाम यस्तो घर कहाँ स्याङ्जा ए मेरो झापा हो नि भन्छ तर ताप्लेजुङ हो भन्दा हुँदैन होला क्या त्यति एक्साइटेड स्याङ्जा सुनेपछि झापा हो नि मेरो भनेर यस्तो हात यस्तो कहाँ तपाईँको घर झापा हो मेरो स्याङ्जा हो नि यस्तो कस्तो भने यो यस्तो कहावतहरूले झापा र स्याङ्जाको मान्छेहरूलाई यसरी कनेक्टेड गराइदियो कि यो कस्तो कनेक्सन हो यो बडो अजीब छ यो हाम्रो अर्ग्यानिक कनेक्सन मेरो भनौँ न अब हाम्रो अशोक शर्मा दाई झापाको हुनुहुन्छ हैन अनि मान्छेहरूलाई झापाली स्याङ्जालीहरू फटा हुन्छन् भन्ने हुन्छ नि अनि निश्चल पनि झापाको हो हैन ओरिजिनल्ली म स्याङ्जाको हो तर मेरो व्यवहार कारोबार धेरै उनीहरुसित हुन्छ कि खै हामी त इमानदारी त गरिरहेको छ आजसम्म हैन केही न केही कनेक्सन छ होला छ